नेपालमा कहिलेकाहीँ देशको सबैभन्दा ठूलो बहस राजनीति होइन, डीडीसी चीज हुन्छ। आज अचानक सोशल मिडियाभरि एउटै कुरा देखिन थाल्यो, डीडीसी चीज। कारण बालेन शाहको एउटा पोस्ट। अनि त्यो पोस्टपछि मान्छेहरूले मिम बनाए, स्ट्याटस लेखे, पुराना फोटो निकाल्न थाले। तर सायद यो ट्रेन्ड चीजको बारेमा मात्र होइन, यो नोस्टाल्जियाको बारेमा हो। त्यो पुरानो बिहान, चिया र ब्रेडसँग खाइने चीज, स्कुलको टिफिन, घरको किचन, र त्यो पुरानो नेपाल। एउटा सामान्य पोस्टले मान्छेलाई फेरि पुरानो समय सम्झाइदियो। सायद त्यसैले नेपालमा नोस्टाल्जिया कहिल्यै मर्दैन। तपाईले अन्तिम पटक डीडीसी चीज कहिले खानुभएको थियो?